1990 माघ 2 गते भूकम्प आएको थियो। यो भूकम्प आएको बेला प्रधानमन्त्री जुद्ध शमशेर थिए। जुद्ध शमशेरलाई सम्झिने बेला यो भूकम्प आएको भन्ने मात्रै सम्झ्यो भने जुद्ध शमशेरको बारेमा हामी सबै कुरा यही भूकम्पबाटै थाहा पाउन सक्छौँ। अब कसरी थाहा पाउने? सबैभन्दा पहिले भूकम्प किन आयो? दोस्रो विश्वयुद्ध भयो, त्यसैले भूकम्प आयो भनेर सम्झिने। जुद्ध शमशेरको पालामा के भएको रहेछ त? दोस्रो विश्वयुद्ध भएको रहेछ। पहिलो विश्वयुद्ध चाहिँ चन्द्र शमशेर, दोस्रो विश्वयुद्ध चाहिँ जुद्ध शमशेरको पालामा रहेको रहेछ। पहिले यो सम्झिने। अनि भूकम्प आएको, भूकम्प आइसकेपछि मान्छेहरूको निधन भयो होला, कति मान्छे मरे भनेर त दर्ता त गर्नु पर्यो। यति मान्छे मरेका रहेछन् भनेर दर्ता गर्नु पर्यो। त्यसको लागि मृत्यु दर्ता अड्डाको स्थापना गरे भनेर सम्झिने। सम्झिने बेला चाहिँ मृत्यु दर्ता अड्डा मात्रै सम्झिने, तर चाहिँ जन्म पनि हो, जन्म र मृत्यु दर्ता अड्डाको स्थापना गरेका भनेर सम्झिने। जन्म र मृत्यु दर्ता अड्डाको स्थापना गरेका थिए भनेर सम्झिने। अब मान्छे मरे, मर्दैछन्, भूकम्प आयो, कति मान्छे मरे सूचना त पाउनु पर्यो। त्यो सूचना केबाट पाए उनले? रेडियोबाट। पहिलो पटक रेडियो राख्ने प्रधानमन्त्री पनि उनै रहेछन्। अर्को के सम्झिने त? पहिलो पटक रेडियो सेट राख्ने, पहिलो पटक रेडियो सेट राख्ने प्रधानमन्त्री पनि जुद्ध शमशेर रहेछन्। यो रेडियोबाट चाहिँ भूकम्पको अपडेट भइराख्यो भनेर सम्झिने। अब भूकम्प भइसकेपछि मान्छे मरे, मान्छे मरेपछि त क्रिया त गर्नु पर्ला नि त। हो, क्रियाबाट के सम्झिने त? जुद्ध शमशेरले 13 दिन आमा बाबुको निधन हुँदाखेरि 13 दिन क्रिया बस्ने चलन पनि जुद्ध शमशेरले चलाएका थिए भनेर सम्झिने। आमा बाबुको निधन हुँदा 13 दिनसम्म क्रिया, 13 दिन क्रिया गर्ने जुन चलन छ त्यो पनि जुद्ध शमशेरले चलाएका भनेर सम्झिने। अब भूकम्पमा निधन हुँदाखेरि त सरकारी कर्मचारी पनि निधन भयो होला, कुनै सरकारी कर्मचारीको पनि निधन भयो होला, अरू कर्मचारीको पनि निधन भयो होला। अब निधन भइसकेपछि त पेन्सन त दिनु पर्यो। त्यसैले कर्मचारीहरूलाई पेन्सन र कर्मचारीलाई सञ्चय कोष पनि उनले नै सुरु गरेका भनेर सम्झिने। कर्मचारीलाई पेन्सनको व्यवस्था र कर्मचारीलाई सञ्चय कोषको व्यवस्था, सञ्चय कोषको व्यवस्था उनले नै सुरु गरेका भनेर सम्झिने। यो त भूकम्प आइसकेपछि गरेको घटनाहरू भयो। भूकम्प आइसकेपछि के गर्नु पर्यो? पुनर्निर्माण गर्नु पर्यो। पुनर्निर्माणको लागि अब के सम्झिने हेर्नुहोस् त? यो भूकम्प आएर यति कुरा भयो। अब पुनर्निर्माण गर्नको लागि सबभन्दा मेन कुरो के चाहियो? पैसो चाहियो। पैसोलाई के सम्झिने त? कागजी नोट। कागजी नोटको सुरुवात गर्ने प्रधानमन्त्री पनि जुद्ध शमशेर नै रहेछन् भनेर सम्झिने। अब यो नोट राख्नु पर्यो। नोट राख्ने कहाँ हो त? ब्याङ्कमा राख्नु पर्यो नोट। ब्याङ्कमा राख्नु पर्यो। उनले पहिलो पटक नेपाल ब्याङ्क लिमिटेडको स्थापना गरेका रहेछन्। पैसो राख्नु पर्यो ब्याङ्कमा, ब्याङ्कबाट नेपाल ब्याङ्क लिमिटेडको स्थापना गरेका भनेर सम्झिने। अब पुनर्निर्माण गर्नको लागि नोट चाहियो, नोट बनाए, त्यो पैसा ब्याङ्कमा राख्नु पर्यो, ब्याङ्क पनि बनाए। अब सामान, पुनर्निर्माणको लागि सामान किन्ने बेला त बाटो त चाहियो नि त। कसरी सामान ल्याउने? यातायात चाहियो। यातायातको लागि उनले के बनाइदिए? यातायातको लागि सिधै रेल बनाइदिए भनेर सम्झिन्छौँ। जनकपुर जयनगर रेल मार्ग पनि उनले नै सञ्चालन गरेका थिए भनेर सम्झिने। जनकपुरदेखि जयनगरसम्मको रेल, जनकपुर जयनगर रेल मार्ग पनि जुद्ध शमशेरको पालामा नै भएको रहेछ भनेर सम्झिने। अब यत्रो धेरै नोक्सान भयो। नोक्सान भइसकेपछि मान्छेलाई विरक्त लाग्यो। मान्छेलाई चाहिँ रिफ्रेसमेन्ट पनि त गर्नु पर्यो। रिफ्रेसमेन्ट गर्नको लागि उनले के गरिदिए त? काठमाडौँमा म्युजियम बनाइदिए भने सम्झिने। रिफ्रेसमेन्टको लागि काठमाडौँमा म्युजियम बनाए एउटा। अर्को चाहिँ काठमाडौँमा म्युजियम बनाए रिफ्रेसमेन्टको लागि। अर्को चाहिँ के गरिदिए त उनले? रिफ्रेसमेन्टको लागि जाउलाखेल चिडियाखाना, जाउलाखेलमा चिडियाखाना पनि निर्माण गरे भनेर सम्झिने। अब भूकम्प आइसकेपछि मान्छेले त आफ्नो जागिर त, अब मान्छेको जागिर त धरापमा पर्यो, धेरैले जागिर गुमाए। त्यसको लागि उनले के गरे त? नेपालमा जागिर पाउनको लागि उनले के गरिदिए त? विराटनगर जुट मिलको स्थापना गरिदिए, अनि मान्छेले जागिर पाए भनेर सम्झिने। यसैमा अर्को आउँछ विराटनगर जुट मिल। विराटनगर जुट मिलको स्थापना गरेको कारणले गर्दा, विराटनगर जुट मिलको स्थापना गरेको कारणले गर्दा उनलाई के पनि भनिन्छ त? के भनिन्छ भन्ने कुरो म भन्दैन, तपाईँ कमेन्टमा भन्नु होला है। उनलाई के का पिता भनिन्छ भनेर कमेन्टमा गर्नु होला। अनि त्यसपछि उनकै पालामा
उनको जुद्ध शमशेरकै पालामा चाहिँ नेपाल प्रजा परिषदको पनि स्थापना भएको थियो। पशुपतिमा गौशाला पनि उनकै पालामा भएको थियो र उनले चाहिँ राजका सबै त्यागेर सोही छ्याले चाहिँ पद त्यागेको कारणले गर्दा उनलाई के पनि भनिन्छ अरे, राजर्षि महाराज। सोही छ्याले पद त्यागेको कारणले गर्दा जुद्ध शमशेरलाई राजर्षि महाराज भनेर पनि चिनिन्छ। र अन्तिममा नराम्रो कुरो, 4 जना शहीदलाई फाँसी पनि जुद्ध शमशेरकै पालामा भएको थियो।